हेलो गाइज, आज चाहिँ म नयाँ एउटा सुरुवाती भ्लग बनाउनु गइरहेको छु। मोमोवाला भ्लग छ, हेरेर यसो लाइक सेयर कमेन्ट गर्नु भनेर होइन। यता हुनु चाहिँ हेड सेप चाहिँ यता पिठो मोल्दै हुनुहुन्छ। हाम्रो अनुहार देखाएस चिन्नु होला गाइजहरूले। हामी आज मोमो बनाउँदैछौँ। हामी इस्कुसको मोमो बनाउने तयारीमा छौँ। मैले प्याज काटेको, तर प्याजले त घरमै आँसु निकालेको छ। अलिक बाठेर यसले चाहिँ उ गर्दैछ, लसुन अदुवाको भाग सम्हालेछ। मलाई चाहिँ प्याज कटिङमा पार्दै यो दुई भाइनाले, त्यसपछि आँसु आएर मुख धोएर उ गरिरहेको छ। प्याज चाहिँ यता काटेर राखेको छु मैले, होइन यहाँ छ। प्याज फेरि काट्नुपर्ने छ, अलिकति थोरै बाँकी छ। हाम्रो किरणजीले चाहिँ उ गर्दै हुनुहुन्छ है, पिठो मुछेर गन्याउ भन्नुहुन्छ क्या र। पिठो मुछ्नेमा गन्या छ भन्ने होइन क्या, पिठो मुछेर त्यो हैरान छ। प्याज काटेको छु। बेबी प्रतिष्ठाको ग्रुप चाहिँ यता ऊ खेलिराख्नु भएको छ। बाबा चाहिँ भ्लग खिचिरहेको छु, फुड भ्लग खिचिरहेको छु। हाई बेबी, हेलो 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 बेबीहरू, हेलो 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 हेलो। डिग्री सिद्धाइसके, अलि बहिनी चाहिँ अलि अल्छी अल्छी गरेर यसले 1 बजेतिर खाना खाएर फेरि कस्रिएछ भर्खर। यसले कतिवटा मोमो खाले त्यो अलि पछि फेरि देखाउनु। यहाँ चाहिँ पिठो मुझेर यता मोबाइलमा व्यस्त हुनुहुन्छ हाम्रो किरण बाबु पुन्जी। हेलो पुन्जी। यस यस। त्यो सेलरोटीको बारे हामीलाई कुछ पता नै है दोस्तो। र आज यही इस्कुसको मोमो बन्दैछ। स्पेसल भेज भन्ने कुरो आएको छ यहाँ सेफ निशा पुनबाट। बेहना से ऐसा डायलॉग आ रहा है। यो त रेडी छ, यो मैदा भइसक्यो र काटेको अलिअलि किमाहरू यता छ। सिगान चाहिँ नचोएस है, सकसक गर्दैछ त्यसले। त्यहाँ चुहाउन पाइएन सिगान त्यसमा। ल के अलिअलि मोमो पकाउने टोली के अलिक डिस जस्तो गरिकन गरेको त यहाँ त क्या। खाना त तपाईँ के गर्नु लाग्यो यसले। यो के बनाउँछ, मिठो बनाउले त यसले। मैले त पत्या नै, त्यही पनि हेरिरहेको छ यसले कस्तो बनाउने त मोमो। कराई त ततायो, यो त टमाटर रहेछ। यो पहिलो फुड भ्लग भएर अलिकति थोरै नर्भस भए जस्तो लाग्यो, तर बानी बस्ला जस्तो छ है। सुरुको यो फुड भ्लग बनाउँदैछु, कन्टिन्यू होलान् भन्ने आश राख्दै अहिले फेरि ब्रेक गरेँ। सानो बचेरो टोली चाहिँ फेरि यता खेलेर हल्ला गरिरहेको छ। बचेरो टोली चाहिँ बहिनीले के किमा त भुट्दैछ, जलाउँछ कि जस्तो लाग्यो मलाई। जलाउँछ जस्तो लाग्यो। काटो अङ्ग्रेजी बोल्छ त बुझ्ने त। सही किमा कस्तो भयो, दे त के झारपात धेर परि भयो कि जस्तो लाग्यो। भेजिटेबल भेज मोमो यहाँ धनिया पनि काटिसक्यो रहेछ। अहिले चाहिँ पानी परिरहेको थियो हिजो अस्तिदेखि 2-3 दिनदेखि लगातार। चाहिँ घाम देखियो जस्तो गरेछ अहिले चाहिँ हल्का। अहिले चाहिँ हल्का घाम लगे जस्तो गरेर फेरि बादल पो सुरु भयो। रोटी बेल्ने मोमोको त्यो रोटी बनाउने दिवारमा पारेको, उहाँ चाहिँ धेरै अलि कराइराख्नु भएको रोटीको ऊ बनाउँदै। भेलो भन्छ नि हाम्रोतिर, भेलो बनाउँदैछ तुन्नेहरूले। यसले के खोजे भनेर कन्फ्युज भइरहेको छु म। खासमा हजुरले खोजे के होला त? रोटा भेलो बनाइने के? यो त चाहिँ हल्का मसला तान्नेले मेथी पोख्नु भएछ है। सेफले कुन चाहिँ सेफले हो यसरी मेथी पोख्ने?
ल सुरु सुरु भयो है मोमोको किमा प्याक गर्नलाई मैदाको पिठा एकदम गोलो गोलो गरिकन बेल्दै हुनुहुन्छ हाम्रो किरण बाबु पुन्जीले एउटा फेरि चेक गर्न आएछ है गाई चाहिँ आफूले चाहिँ रोटी बेल्दैन यो छट्केमा आएछ रोटी बेल्दाखेरि हेर्नु दाइलाई सानो हेर्नु के गर्दै हुनुहुन्छ ठुली अक्कलले के बनाउनु लाग्नु के गराउनु लाग्नु भएको ठुली अक्कलु अक्कलु सोध्नु त सोध्नु हो खेल्ने भनेर भागिसक्नु भयो त ये बहन को गणेश बोल रहा है हिंदी बंद चल रहा है गाइस मामा बना दिया है यो चाहिँ हातैले बनाएको यो दुई तीनवटा बेल्या छ आफूले यो चाहिँ खतरा भएछ यसको ठुलै बिग जम्बो मोमो बनाउनु पर्छ क्या एउटैमा कसो होला त्यसो गरे बहिनीले चाहिँ सिगान सुहाउँदै उ गराइकन बनाउने जस्तो लाग्छ सक गर्दै चाहिँ किमा बनाउनलाई रेडी भयो पाकिसक्यो अरे किमा बनाउनलाई भनेर भन्दैछ बहिनीले बुहारीले चाहिँ म के अरे अचारको लागि चाहिँ बनाइरह अवस्थामा यसले चाहिँ के भाइ गणेश इधर के बनाउँदैछ त भने त थिएन रोटा बनाउँदैछ नि यिनीहरू मोमोको डल्लो मैले बनाएको यो अहिले मन परेन र यो डिजाइन चाहिँ खै बहिनीले कस्तो बनाउँदै डिजाइन खै माइलाले बनाउँछ कि रोटैमा लाग्यो व्यस्त खै गयो यसको कस्तो भयो यो कता झन् कता बरु मेरै राम्रो भयो क्या डिजाइन त है त्यस्तो हुन्न बनाउँछ आफ्नो कपाल कोर्दै थियो भाग्यो फेरि भाग्यो बेबा अहिले रक पेपर सिकर खेल्ने होस् यसले मुख बिगारे चाहिँ मोमो चाख्नु कि चाखी कि के गरे खै यसले अघि त बनाउँदाखेरि गरेको मोमो रेडी भएछ भेज मोमो रेडी भएछ यहाँ दिविसा मोबाइल हेर्दैछिन् भेज मोमो रेडी भएछ है त जस्तो अब अघिको मोमो म चाख्दैछु है त मैले त चाखिसकेँ त अघि रोटी बेल्दै हुनुहुन्थ्यो उहाँले कस्तो छ रहेछ मिठो प्रतिक्रिया पाऊँ त मिठो छ मैले बनाए भएर मिठो लाग्यो एक पिस खाएको मिठो बनेछ है मोमो चाहिँ बेबी आऊ न यहाँ प्रतिष्ठा आऊ न यहाँ आऊ न सबैले मोमो खाँदैछौँ अब अघि बनाएको मोमो मिठो भएको त खाउँ हामी खान लागेको छौँ है त म चाहिँ यो चाहिँ इस्कुसको मोमो फाइनली खाइयो बनाएर बे मिठो छ खै कसरी खानु भएको छ ल त ल वा यहाँ तिनजना सानो मान्छेहरूले पनि खाइराख्नु भएको है खै सानो यता हेर्नुहोस् वा मिठो छ मन पर्यो गुड ल खानुहोस् है त ल ओके मिठो भएछ भिडियो छ भिडियो खिच इस्कुसको मोमो खै अघि के बनाउने मेन सेप थियो त यसले कस्तो लाग्यो आफूलाई कस्तो लाग्यो त मिठो छ यति भन्दै मोमोको मलाई नलागेर सिक्दैसकेँ ए कति खाइन्छ त एउटा पनि खाइन्छ
भन्दै अहिलेलाई मोमो आजको मोमो भलक यहीँ सिद्धिएको घोषणा गर्दैछु भन्दै अब एउटा लास्टमा सक्यो दोस्त